प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रको नाममा गर्नुभएको सम्बोधन हत्या, हिंसा, आतंक, धर्म युद्ध जस्ता यी कुराहरूलाई बन्द गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव कायम गर्नको निम्ति आग्रह गर्नुभएको छ। यसको निम्ति धेरै धेरै धन्यवाद। सबैले प्रधानमन्त्रीको बोली सुनिएन बोल्नु भएन भनिरहेको बेला बोल्नु भएकोमा धेरै धेरै खुसी हुँदै एउटा मात्रै कुरा भन्न मन लाग्यो। राष्ट्रको निम्ति सम्बोधन गर्दा नेपालको गौरव शिरमा टोपी लगाएर गरेको भए अझ राम्रो हुने थियो। त्यो चाहिँ गर्नु भएन, किन होला व्यक्त गर्दछु। घटनामा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना